हामी सुनसरी झरनातिर लम्किँदैछौँ तर हामीलाई पानी पर्यो बिचमा टक्क एकदमै पानी अघि चाहिँ त्यो एकदमै मौसम खुलेको थियो घाम लागेको थियो तर अचानक हामी पुग्ने क्रममा पानी पर्यो हामी नजिक आइसकेका छौँ हेर्न सक्नुहुन्छ हजुर सुनसरी आयो भने पानी नपरेको पानी हुनु त्यही त के यो सुनसरीमा अलिक धेरै पानी पर्छ रोल्पाको पानी पर्छ अब इन्द्रेणी पर्छ एकछिनपछि यस्तो मजाको इन्द्रेणी पर्छ है हामी बल्ल सुनसरी घुम्नेको चाहिँ मजा आउँछ ल हामी झर्दैछौँ माथि साथीहरू हुनुहुन्छ लाग्दैछौँ सुनसरीतिर हाम्रो रियामन सर अलिक थाकेको महसुस भइरहेको छ के हुनु पर्यो यता हेरौँ भन्नु न के छ अनुभव कस्तो भइरहेको छ तपाईँको यता एकदम मजा भइरहेछ मलाई केही माग छ भने भन्नुहोस् आइरहेछ सुनसरी झर्ना पानीमा भिज्दाखेरि कस्तो मजा आइरहेछ सुनसरी झरनातिर जाँदैछौँ हामी यहाँ सरसफाइ गर्दै होइन बाटोमा उम्रिएका झारपातहरू फाल्दै होइन सर ल यो झारपात फाल्दै हामी अगाडि बढिरहेका छौँ यहाँ धेरैजना हुनुहुन्छ हरियो क्रान्ति यहाँ यो सुनसरी झरनासम्म पुग्नको लागि यो सिडीहरू बनाइएको रहेछ यहाँ त्यसले गर्दा हो यो अब यहाँ सुनसरी यस्तो राम्रो सुनसरी यहाँ बोइरहेको छ होइन तर यहाँ साथीहरू यो घुम्ने साथीहरूले लिएर यसरी फोहोर फालिदिनु भएन है गर्नु भएन हाम्रो एउटा गुप्ताजीको माग पनि त्यही छ सुनसरी फुल जस्ती नानी मनै चञ्चला जस्ती नानी फुल जस्ती नानी मनै चञ्चला पतली पानीमा रुच्दै भिज्दै हामी फाइनली सुनसरी झरनामा पुग्यौँ हेर्न जाँदैछौँ ल हामी पुगिसक्यौँ है साथीहरू पानी चाहिँ सर यो यात्रा कस्तो भयो पानीमा भिज्दै होइन सुनसरी एकदमै भिजिट गरेर फर्क्यौँ पानीले भिजायो साथीहरू होइन एकदमै सधैँ इमेजिङ गर्ने खालको भयो यो यात्रा एकदमै रमाइलो भयो यहाँ साथीहरू जाने पनि हुनुहुन्छ हामी पुगेर फर्क्यौँ पनि हेलो हेलो जाने हुनुहुन्छ पानी स्क्रु भिजायो नानी बोकेर हेर्न आउनुभयो हाम्रो टोलीहरू उकालो लागिसक्यो है के छ सर रमाइलो भयो है young handsome. पानी त्यसै परेछ त्यसै परेछ त्यसै हामी भिजेका छौँ होइन ड्रोन